भने सुख बाहिर छ भनेर बुझिरहेको हुन्छ। तर सुख नचाहने मान्छे कोही पनि हुँदैन संसारमा। दुःख नचाहने दुःख चाहने मान्छे कोही पनि हुँदैन। म जहाँ पनि सोध्दाखेरि त्यो म प्रश्न एउटा गर्छु, तपाईहरु कसैले सुख नचाहने कोही पनि छ भने म सोध्छु। यदि तपाई यहाँहरु जति पनि हुनुहुन्छ तपाईहरुले सुख नचाहने कोही पनि छ? यदि सुख चाहिँदैन भने एकजना हुन्छ भने हात उठाउनुस् त। दुःख चाहने कोही छ हाम्रो यहाँ? दुःख चाहने मान्छे कोही पनि हुँदैन। सुख नचाहने मान्छे पनि कोही पनि हुँदैन। र सुखको लागि हामी के गर्छौं भन्दाखेरि सुखको लागि सुख पाउनु पर्ने जुन कारण छ त्यो गर्दैन हामी। कर्म जुन छ त्यो गर्दैन हामी। त्यो भन्दा बाहेक हामी बाहिर खोज्छौं। त्यसकारणले सुख बाहिर होइन, सुख आफ्नो मन भित्र खोज्नुपर्छ। सुख मन भित्र खोज्न सक्यो भने त्यो दीर्घकालीन हुन्छ। बाहिरबाट सुख पाउँदैन भन्ने कुरा होइन। अहिले वैज्ञानिक युगमा भन्ने हो भने हामी पहिला हप्ता दिनसम्म हिँड्नु पर्ने बाटोमा आज हामी एक दिनमा 2-3 घण्टामा आइपुग्न सक्छौं। पहिला चिठी लेखेर मान्छे दूत पठाउनु पर्थ्यो, चिठी लेखेर पठाउनु पर्ने ठाउँमा आज हामी प्रत्यक्ष एकाअर्कामा विदेशमा बसेको मान्छेहरू पनि हाम्रो अगाडि सामुन्ने बसेर कुरो गरेको जस्तो गरी एकाअर्कालाई हेरेर हामी बात गर्न सक्छौं। त्यतिको सम्मको सुविधा अहिले भएको छ। त्यति वैज्ञानिक युगमा त्यति हुँदाखेरि पनि त्यतिको सुख सम्बन्ध भइरहेको छ। हामीलाई खानपिनमा पहिलाको भन्दा राम्रो भइरहेको छ। हर क्षेत्रमा विकास भएको छ। तर त्यसले के हुन्छ भने बाहिरीकोबाट दिएको आनन्द, बाहिरीकोबाट दिएको सुख भनेको क्षणिकको लागि मात्रै हुन्छ, एकछिनको लागि मात्रै हुन्छ। जस्तै कि हामी के गर्छौँ भने सबैले अनुभव भएको कुरा हो, हामी मिठो खाना खान्छौँ नि, त्यो मिठो खानाको स्वाद कतिखेर हुन्छ नि जब खान्जेलसम्म मात्रै हुन्छ। खाइसकेपछि त्यो के हुन्छ एकछिनपछि यो कल्पनाको रूपमा मात्रै हुन्छ। मैले अहिले खाना मिठो खाएको थियो भन्ने मात्रै हुन्छ। त्यो खाउन्जेल मात्रै हुन्छ। हामीले कुनै पनि ठाउँमा दृश्यहरू हेर्दाखेरि हामी घुम्न जाँदाखेरि रमाइलो ठाउँमा पुग्छौँ। हामी पुग्दाखेरि एकदमै आनन्द आउँछ, खुसी आउँछ। त्यो त्यहाँ हुन्जेलसम्म मात्रै हुन्छ। त्यहाँबाट फर्किसकेपछि त्यो यादमा मात्रै हुन्छ। किनभनेखेरि हो बाहिर चिजबाट दिएको सुख शान्ति भनेको चाहिँ आनन्द भनेको केही क्षणको लागि मात्रै हुन्छ। तर मनबाट निकाल्न सक्ने भनेको मनबाट निकाल्ने खुसी आनन्द भनेको चाहिँ के भन्छ त्यो चाहिँ दीर्घकालीन हुन्छ। सधैँभर हामी साथमा हुन्छ। हो त्यो सुख शान्ति चाहिँ हामी भित्र भएको सुख शान्तिको लागि चाहिँ के गर्नुपर्छ त भन्दाखेरि हामी यसमा भएको क्लेशहरू भने भन्छौँ रिस राग मोह ईर्ष्या घमण्डहरूलाई कम गर्नुपर्छ। मनलाई शुद्ध गर्न नै के भन्दाखेरि धर्मको उद्देश्य भनेको नै मनलाई शुद्धिकरण गर्नु, मनलाई शुद्धिकरण गर्नु, मनलाई यो के गर्नु भन्दाखेरि मनलाई शुद्धिकरण गर्नु, क्लेशबाट बाहिर उयो गर्नलाई नै त्यसलाई के भन्छ भने धर्म गर्ने भनेर भनिन्छ। हो त्यसकारणले सेवा सम्भो भनेर भन्छ। राम्रो मन गर्नु नै धर्मको उद्देश्य हो। यदि कसैको एउटा घर परिवारमा यदि राम्रो मन भएको मान्छे व्यक्तिहरू 4-5 जना एउटा घर परिवार छ भने त्यो घरमा के हुन्छ खुसी हुन्छ, आनन्द हुन्छ। मिठो खाना होस् या नहोस्, बस्ने ठाउँ राम्रो होस् नहोस्, कपडा राम्रो लुगा लाउन पाओस् नहोस्, मनमा खुसी हुन्छ। तर मन राम्रो मान्छे छैन भने या त छिमेकीमा होस्, गाउँमा होस्, घरमा होस्, मन राम्रो खालको मान्छे छैन भने त्यो घरमा जतिखेर पनि दुःख भइरहेछ। त्यसकारण किन भन्दाखेरि हाम्रो सबै चिज जोडिने भनेको मन हो। बौद्ध धर्ममा हुने त्यसलाई नै के भन्छ भने त्यसलाई के भन्छ भने धर्म गर्ने भनेको त्यसलाई भनेको छ। आज त्यस्तो खालको धर्म गर्दाखेरि सकेसम्म हामीले जिउँदोको बेलामा धर्म गर्न सक्नुपर्छ। जिउँदोको बेलामा धर्म राम्ररी गर्न सक्यो भने धेरै जस्तै कि बुद्ध भयो, उहाँको जीवित उहाँको उमेरमा उहाँ जिउँदैमा उहाँले बुद्धत्व ज्ञान प्राप्त गर्नुभयो नि। त्यस्तो खालको धेरै यो साधकहरू हुनुहुन्छ, त्यस्तो खालको धेरै गुरुवर्गहरू हुनुहुन्छ जो आफ्नो जीवनकालमा आफ्नो जिउँदोको बेलामा धर्म गरेर आफैले कसैले पनि पछि गएर मरिसके पश्चात धोवा गर्नु नपर्ने, घर परिवारले घेवा गर्नु नपर्ने गरी आफ्नो लागि आफैले बाटो गरेर मुक्त हुनेहरू धेरै छ। हो यदि हामीले पनि त्यसै गरी हामी जिउँदोको बेलामा धर्म गर्न सक्यो भने भोलि मरिसकेपछि कसैले घेवा गरे पनि नगरे पनि थोवा गरे पनि नगरे भने आफ्नो बाटो आफैले बनाउन सक्छ। यदि त्यो खालको सकेन भने
सकेन भने मरेर गएको मरिसकेपछि घरमा बाँकी बसेको छोराछोरी हुन्छ, शाखा सन्तान हुन्छ, उसले उसको नाममा धर्म गर्नुपर्छ, घेवा गर्नुपर्छ। त्यसलाई नै हामी के भन्छौँ भने आदि घेवा भनेर भन्यो त्यो हो।